राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न सरकारी तथा गैर सरकारी निकायहरू, नागरिक समाजका अगुवाहरू, शिक्षक, पत्रकार, साहित्यकार, बुद्धिजीवी तथा समाजसेवी महानुभाव प्रति हार्दिक आभार प्रकट गर्छौं। आदरणीय सभाध्यक्षज्यू तथा नगरसभा सदस्यज्यूहरू, अब म यस नगरपालिकाको नीति तथा कार्यक्रम, बजेट तथा योजना तर्जुमाका लागि अवलम्बन गरिएका पद्धति तथा आधारहरूको बारेमा संक्षिप्त रूपमा प्रकाश पार्न चाहन्छु। नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा क्रममा निम्न आधारमा मुख्य रूपमा अवलम्बन गरिएको छ। नेपाल सरकारको संविधान 2072 ले परिलक्षित गरेका निर्देशन सिद्धान्त, नीति तथा स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भनी संविधानले परिभाषित गरेको अधिकार क्षेत्रहरू, स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा नेपाल सरकारबाट समय समयमा जारी भएका आदेश, निर्देशिका तथा मार्गदर्शनहरू, तिनमा दिगो विकासका लक्ष्यहरू, राष्ट्रिय योजनाको आधार पत्र तथा संहित बजेटले निर्धारण गरेको प्राथमिकता प्राप्त क्षेत्रहरू, 4 मा वडा स्तरीय योजना तर्जुमा भेला, वडा समितिको सिफारिस, विषयगत समितिहरू तथा योजना तर्जुमा एवं कार्यक्रम समिति